म यहाँ त मलाई त नमस्ते स्मी कम्पेयर फेरि पनि स्वागत छ सबैजना नयाँ भिडियोमा साथीहरु आइ एम ब्याक है। सो सबैजनालाई स्वागत छ। धेरै पछि म धेरै पछि अलिकति ग्याप गरेर भ्लगहरु बनाउँदैछु। त्यस्तै हो, अब बिस्तारै बिस्तारै म अलिक कन्टिन्युटी दिन्छु दिनदिनै। यस्तै छ जस रमाइलो छ। जस आजको मौसम भनेको चाहिँ घाम छैन, हल्का शीतल शीतल छ, माहौल है एकदम क्लिन छ। अनि आज हामी जाँदैछौँ। हजुर चाबी माथि छ के सिरियसली भनिछ न, यहाँ डिस्टर्ब नगरिछ। अनि के अरे उद्याखाने धरानदेखि देख्छ नि, ठक्क हामी त्यही बाटो जाने। ठ्याक्कै भ्लग गर्न दिन्छ, कहिले मौसम खाली हुँदैन क्या। यहाँनिर कस्तो दामी भ्यू देखिन्छ। म यहाँनिर एडिट गर्दा बिर्सिनँ भने एउटा स्क्रिनसटहरू राखिदिन्छु ल, यहाँबाट कस्तो भ्यू देखिन्छ राम्रो भनेर। एउटा भिडियो पनि क्लिप छोडेर राख्थ्यौँ ल। उताबाट पनि देखिन्छ होइन, त्यो धरानहरूबाट हामी टल्किरहेको छ। त्यही आज हामी जहाँ धनकुटा देखिहाल्नु होला। के अरे थम्बनेल सम्बन्ध पनि देखिरहनु भएको छ। त्यही हो साथीहरू, नयाँ हुनेले चाहिँ सब्सक्राइब गर्नु। अनि सबभन्दा सुरुमा के अरे थ्याङ्क यू सो मच है सबैजनालाई मेरो 400 सब्सक्राइब पुऱ्याइदिनु भएकोमा। आई एम भेरी मच ह्याप्पी, आभारी छु है एकदम। 400 सब्सक्राइब पुग्यो। 300 पुग्ने बेलामा त 300 पुग्न आँटेको थियो है। 300 को घटना त थाहा होला सबैलाई। 300 पुग्न आँटेको थियो। अनि स्कुलको त्यो कलेजको ग्रुपमा क्या बहिनीको लगेर 300 पुग्न आँट्यो, 300 सब्सक्राइब पुऱ्याइदियो त भनेर। दुई बाँकी थियो कि एक कति बाँकी थियो 300 सब्सक्राइब पुग्न। ल्याम्मै 5 घट्थ्यो सब्सक्राइबरै। के गर्ने, त्यस्तो धोका गरेँ मलाई। त्यही पनि ठिक छ, 400 पुगेको छ। हामी छिट्टै 1000 पुग्नेछ हाम्रो एम हो। अहिलेको लागि चाहिँ 500 छ, रोड टु 500 हामी है। सो त्यही हो, सपोर्ट गरौँ। र अब चाहिँ लेट्स गो। आजको मौसम पनि कुल छ। हामी को जान्छौँ भने चाहिँ अहिले म टक्कै रेडी भएर जाने बेला सबै देखाउँछु। लेट्स गो साथीभाइहरू। अहिले चाहिँ हामी यहाँ होमस्टेरी आइपुगिसकेको थियौँ। यहाँ तयारीलाई के भन्दा मैले बिर्सिएर ठाउँको नाम आफ्नै ठाउँको ए यो उजेलो टोल सुजेलो टोल जस यहाँनिर चाहिँ सवारी लिन आएको। वहाँनिर सबैजना लिन जान्नलाई होइन। फेरि हामी जाँदैछौँ। हामीसँग हाम्रो दादा हुनुहुन्छ यहाँनिर। आज स्वागत छ हजुरलाई मेरो भिडियोमा। थ्याङ्क यू। ओए डल्ले यता केही बोल्दै लभ यू भन्दै। सो त्यही हो साथीहरू, यस्तो छ। यहाँ सफारी लिएर सफारी चाहिँ सफारी अङ्कल जाँदै उसिन्छ। त्यो सफारीमा मम्मीहरूलाई ल्याएर हामी पनि चढेर मम्मीलाई स्कुटर दिएर हामी जान्छौँ। त्यस्तै हो, लेट्स गो। के हुन्छ कसो हुन्छ म सबै देखाइहाल्छु। लेट्स इन्जोय। आनन्दले मेरो भ्लग हेर्नु, इन्जोय गर्नु। सिवे साथीभाइहरू, अहिले चाहिँ हामी यहाँ धरान स्ट्यान्डमा आएर यहाँ बस म्याजिक के अरे के भन्छ जिप चढेको होइन। अब यहाँ पर्खेर जान लाँटेको छ। सो त्यही हो, लास्टै घर घाम लाग्ने थाल्यो। तर आकाश चाहिँ बुवाल भइरहेको छ है, माहौल चाहिँ भिडभाड है। गर्मी भएर यहाँनिर पर्खिँदा आउँछु न लगाउने के छ दादा। अनि कस्तो छ माहौल आजको माहौल? एकदम ठिक छ है। ओइ यता हेर, नाचिदे यता आइज कहाँ हिँडेको त? कहाँ हिँडेको? कहाँ नबोल त। सोध्यो अब पर्ख्यौँ अनि पछाडि अनि जाउँ। धेरै नभन्ने लास्टै गर्नु छ क्या अहिले। सो त्यसको साथीभाइहरू, अहिले चाहिँ मैले फेरि हेर्नु होला। मेरो चस्मा थिएन के भयो चस्माको काण्ड छुट्टिएछ। पछि म अब दसैँ तिहारमा देखाउँछु मेरो चस्मा कसले लगाएको कहाँ गयो भनेर भनेको थिएन। आज चस्मा खाँचै भएर चस्मा किनेको। सो त्यही हो। अब चाहिँ हामी जान आँटेको चस्मा किन्नलाई मात्रै फर्केको थियौँ। अनि मम्मीले यहाँ पुर्याउँदै हुन्छ। अनि अब मम्मीले यहाँ गाडीसँग यहाँ पुर्याइदिएर अनि हामी जान्छौँ। लेट्स गो। अनि अब गाडीमा पुगेपछि के कस्तो हुन्छ सबै म देखाइहाल्छु। सो त्यही भएर खोइ कता उता होइन अहिलेको गाडी। सो लेट्स गो। अनि अहिले भाइ कुरा गरौँ न पुगेर। साथीहरू यो चस्मा भन्दा त खोइ त हेर्छ त यो हेरिस यो त यो कान्छी ग्यादरिङ पनि देखा अरे। ग्यादरिङ त म देखाइहाल्छु नि। कान्छा कुन यो 2000 यो पनि त्यस्तै 2025 अढाईको हो यो। अनि यो हेर्दा पनि अढाई नै खालको नि त। 2500 यो साथीहरूले जाउँ न। अब खोइ चिज खाएर चल्दिहाल्नु। सो त्यही हो, अनि जाउँ बाइक कुरा गरौँ न। के
पछि हामी धरान आइपुगिसक्यौँ अनि अब धरानबाट पनि हिँडेकै एकछिन गाडी रोक्नु हिँड्ने धरान होइन। सो यो धरानको बिजी स्ट्रिट कस्तो बिजी, यहाँनिर यस्तो भिड हुन्छ नि, पार्किङ पनि व्यवस्थित हुँदैन होइन। सो त्यही हो, लेट्स गो। अब चाहिँ यहाँदेखि माथि लागौँ, अलिअलि जाडो पनि बढेको छ। सो त्यही हो, म चाहिँ यता भित्रतिर बसेको छु, अरू यता भइसक्छ होइन। सो त्यही हो, लेट्स गो। बाइक कुरादा अब अलिकतिर गरौँ लाग्छ, इन्जोय द सिनेमेटिक है। साथीभाइहरू हामी चाहिँ अहिले वासरुमको लागि उत्रेको छौँ, वासरुम रेस्टको लागि, अहिले ब्रेकको लागि। बस्दा बस्दा यार यो कहाँ तर ठाउँ चाहिँ बवाल रहेछ क्या। यो त पहिले एकचोटि याद आयो यही ठाउँमा होला हौ सायद, कि होइन होला, यो त अर्कै छ। पोहोर पाराको पालि आउँदाखेरिको। सो यस्तो चाहिँ माहौल कस्तो हुँदैछ, रमाइलो हुँदैछ। यो यता देखाइछ त साँच्ची, हामीसँग यता देखाइछ न, फोन चाहिँ यहाँ देखाइछ न। अरू एउटा काम छ, हामीसँग यहाँ हनर फोन छ होइन। यो फोन चाहिँ फ्याले पनि के हुँदैन भन्दै दादाले मलाई फ्याल्न जति फ्याल्छ फ्याल भन्दै हिँड्छ। मलाई फेरि मैले फ्यालेको कुराहरू सबै फुट्छन् भनेर मात्रै हो, नत्र त म फ्यालिदिइसक्थेँ कि। सो त्यही हो साथीहरू, यस्तै छ। यु क्यान सी, तर राम्रो छ भ्यू चाहिँ। उयो चाहिँ कस्तो दामी रहेछ नि, हेर्छ न। ऊ त के फ्याल्दिनँ, फोन फ्याल्दिउँ। सो त्यही हो साथीहरू, अब एकछिन यहाँ ब्रेक जति फेरौँ अनि फेरि गइहाल्ने हो। आइपुग्न आँटेर लगभग कति हो, 20 किलोमिटर होला, त्यसरी त आइहाल्छ। सो त्यही हो, लेट्स गो। एकछिनमा आए टोइलेट खालिसकेको छैन हौ। ए ल, सो लेट्स गो। के बोक्ने हो खोइ। उफ साथीभाइहरू, हामी आइपुगिसकेको छौँ। उता चोकोपाई बोक्छु नि म, त्यो पनि चोकोपाई जस्तै चोकी। यो बोकिन्छ न हजुर, यो कसले बोक्छ? ए यो पनि मैले बोक्ने हो। ल ठिक छ, यो जाउँ त्यसो भए। साथीभाइहरू हामी चाहिँ आइपुगिसकेको छौँ। छ धनकुटा बजार चाहिँ। आया हामी यो बाटो आइपुगिसकेको छौँ। मलाई यो ब्याग बोकाइदेऊ त कसैले, यो ब्याग यतापट्टि छिराइदेऊ त। यो यता पछाडि हो, होइन यो हातले, यो त तर झोलामा हालौँ यस्तो चाहिँ। हो यो चाहिँ के मेरो भ्लग, मेरो भ्लग सुरु भइहाल्छ। अब कस्तो घाम हौ यहाँ त, मलाई त उही तराईको जस्तो उही टरीको जस्तो घाम। अब यहाँदेखि हेर्दाखेरि चाहिँ उता चाहिँ त्यस्तो बादल लाएर हुस्से नै हुस्से छ, यहाँ चाहिँ के साह्रो घाम हो। त्यही हो साथीहरू, माथि उता चाहिँ शीतल छ जस्तो। उता त के पो कुन ठाउँ पो भन्दा बिर्सिहालेँ मैले। हिले अलिक माथि नै हो। अनि त्यही हो, त्यसको आस्ते यो उकालो चाहिँ उता अलिक अगाडि चाहिँ उकालो अलिक चढ्नुपर्छ र गाह्रो हो, न त आरामै हो। हामी अस्ति पनि पोहोरको पालि पनि मम्मीहरूसँग आउँदाखेरि रिजको बेला लाग्थ्यो यहाँ। अहिले फेरि कहिले असार हो, यो साथीभाइहरू मेरो चाहिँ बर्थडे हुन आँटेको छ। अब कसले के गर्ने हो मेरो केटाहरूले होइन। त्यही हो, यस्तो छ माहौल, यु क्यान सी। तर लास्टै काम भन्नु धनकुटामा त ऊ त बिल्डिङ छ नि, हो त्यो ठ्याक्कै धनकुटा बजार हो त्यो चाहिँ। यो चाहिँ यता कहाँ पो जाने बाटो भन्दै नि त, बिर्सिहाल्यो अहिले भर्खर। छ अब यो बोल्दै जान म सक्दिनँ। अब उतै पुगेपछि म देखाउँ न। उफ साथीभाइहरू, हामी चाहिँ पसिनै हामी चाहिँ अलिक गाह्रो भयो। हामी चाहिँ यता अनुहार पनि डर छ कि भन्ने अलिकति चिन्ता पनि छ हामीलाई त। त्यसैले ठुलो महिला त छ
एसीमा बस्ने बानी परेको मान्छे घाममा त नसकिने अफिसमा एसीमा मात्र बस्नुपर्ने होइन अब अफिसबाट निस्कियो यस्तै छ तर कस्तो चाहिँ घाम लाग्यो म यत्रो त होइन गर्मी त यहाँ मलाई थाहा छ गर्मी नै हुन्छ भनेर 4वटा घाम निस्किएको छ आज त कस्तो लास्टे गर्मी क्या होइन यहाँ गर्मी त हुन्छ होइन धनकुटा पनि माथि होइन अलिक मुनि नै हो धनकुटै त गर्मी हो तर यति हुन्छ भन्ने चाहिँ यति हुन्छ भने म त सोचेको थिइनँ यस्तो घाम लागिरहेको नि तर बल्ल बल्ल आइपुग्नु त बल्ल बल्ल आइपुग्यो तर कुन हालतमा कुन अवस्थामा आइपुग्यो भन्ने कुरा चाहिँ हो त्यो कुरा चाहिँ तपाईँहरू आफै मूल्याङ्कन गर्नु आफै मूल्याङ्कन गर्नु होला कसरी मान्छेको अनुहार हेर्दा थाहा हुन्छ म त गाह्रो भयो लेट्सको के हो यहाँ त जङ्गल भरियो छ त अलिक उसको बेला त यस्तो थिएन होइन र पोहोर तिजको बेला त यस्तै गर्मी हौ लेट्सको अनि अहिले हेरौँ न भाइ कुरा भाउजू नमस्कार मुन्नै जाउँ डाइरेक्ट के विधि हो यो त इटली भन्दा गर्मी छ त यो त इटरी हो कि धनकुटा हो नमस्कार यो घाम देखेर त म त साथीहरू आइपुग्यो तर कुन हालतमा आइपुग्यो भन्ने कुरा पानी परे क्या हो यता त उतातिर त अलिकति उता अगाडिसम्म त पानी परिरहेको थियो गर्मी भयो साथीहरू यस्तो छ घाम के सो एकछिनमा कुरा गरौँला है अब लेट्स सी सो साथीभाइहरू अहिले चाहिँ अब हामी धेरै बस्यौँ है हावासावा खायौँ खाजासाजा खायौँ भने अब चाहिँ हाम्रो निस्किने बेला यसो बजारतिर खेत मेन त खेत जानु पर्यो भनेर अहिले हामी यसो पुग्यौँ भने उहाँ माथिको धनकुटा बजार देखिँदैछ हो त्यहाँ जाँदैछौँ है हामीसँग यता सन्जु दादा हेर्छ यता हाम्रो प्रियस दादा पनि हेर्छ सो अझै हामी यसरी यहाँ डाँडा हेर्दै ओर्दै अलिक मजाले पक्रिन्छ है जाँदैछु सो हेरौँ अब कस्तो हुन्छ खेतमा हेरौँ के छ कसो छ तर म के अरे म धनकुटा कति आएँ तर अहिले कति पछि जान आँटेको कति पछि जान आँटेको धनकुटा बजार म आइन्थ्यो यहाँ आइन्थ्यो कतै गइँदैन पनि थियो लेट्स सी कस्तो भएछ हेरौँ मलाई सानोमा मात्रै याद छ त्यस्तो हेरेर त याद छ कति मिनट आधा घन्टा लाग्छ दादा 20 मिनट 20 मिनट लाग्छ अब हेर्दाखेरि त यति छ नि उतै माथिको सबै धनकुटा बजार त हो तर अब जान टाइम लाग्छ सो त्यही हो त्यसको के हुन्छ कस्तो हुन्छ कस्तो भएछ के भएछ म सबै देखाइहाल्छु मेरो चप्पल चाहिँ फेरि एक्स्ट्रा अर्डिनरी लाएर आएको आज सो लेट्स गो बाइकतिर अब भ्यू हेर्दै जाउँ साथीभाइहरू हामीले चाहिँ अहिले यहाँ डेरीबाट दुध लिएर आइसक्यौँ है यहाँ दुधको बोकाहरू छन् है यहाँ डेरी रहेछ यो ठाउँ चाहिँ यस्तो पहिलोचोटि आएको म यस्तो घुम्दै दुध ल्यायौँ हामीले अब हजुर ए सो त्यही जाउँ अब के भनिदेऊ ए ल त्यसो सो साथीभाइहरू लेट्स गो दुध ल्यायौँ अब जाउँ हो यसलाई कता राखौँ त पछाडि कता अगाडि सरिहाल्छु नि म त सो लेट्स गो सो साथीभाइहरू अहिले चाहिँ हामी खेत आइपुगिसकेको छौँ होइन यहाँनिर आमामा यस्तो छ खेत पनि अब यो कता देखाउँदिन हौ त्यता के अरे यताको खेत आमामा यसरी ओर्लेर आमामा कुन हो कता हो भिन्डी टिप्ने ठाउँ चाहिँ यो टमाटरहरू चाहिँ कसको हाम्रै हो ए यस्तो छ टमाटर त्यही त चढ्न कसरी सक्दिनँ हौ यत्रो यति मुला चढ्न प्रियस दादा त दिनदिनै हिँड्ने मान्छे प्रियस दादा त यसरी यहाँ चिप्लो रह नि त त्यो
उतोहरू भएको रहेछ होइन होइन त्यहाँनिर त घाँसहरू उता माडिएको रहेछ क्या यस्तो यहाँ के हो सिस्नु है क्या पोल छ त यहाँ त ए आम्मामा कहाँ हो भिन्डी टिप्ने चाहिँ बाफ्रे जाउँ अहो यही हो बाटो अनि यो के हो यो आमामा ढुङ्गै ढुङ्गा जस्तो यो घाँस त उ त माडिएको रहेछ अनि घाँस माडिएकोले चिप्लेको त्यस्तै हो साथीहरू यु क्यान सी बाफ्रे यस्तो छ है यु क्यान सी के हो घन्सी घन्सी ए घन्सी नि त उयो यस्तो खाल्टे छ अनि अन्ध्यारो जस्तै छ बाफ्रे बत्ती बल्न सुरु भयो डाँडाखारामा ए रहेछ भिन्डी यहाँ ल भिन्डी टिपो है ओके बाई भिन्डी टिप्यौँ अनि भोलि होइन अहिले नै कुरा गरौँ न भिन्डी टिपेपछि अब ओ दादा हजुरको काम यही हो ल गाइज यस्तै हो यो भनेको चाहिँ ग्याम्पे के गम्पे हो कि ग्याम्पे हो गम्पे के अरे तेरो च्यानलको नाम गम्पे नै हो गम्पे मुला उठाउन आइरहेछ भिन्डी गम्पेले उठाउन आइरहेछ भिन्डी टिप्न चाहिँ एउटै सकेको छैन अहिलेसम्म ल गाइज सी यु टुमारो बन्द गरे तेरो मेरो The next day. साथीभाइहरू म चाहिँ अहिले हिजो धनकुटा जान्छु भनेर चाहिँ हामीले भिन्डी सिन्डी टिप्यौँ यताउता छुट्टी गइएन के बोले भाइ अब के बोले भनौँ देखाइनँ मैले अनि त्यही भएर अहिले चाहिँ हामी आइपुगेछौँ बिहान पनि मर्निङ छ होला यो चाहिँ धनकुटा बजारै कति 10 वर्षै भइसक्यो होला नआएको बजार चाहिँ यहाँ घर त आइराख्ने अब त्यहाँदेखि माथि चढिँदैन त धनकुटातिर त्यस्तो चाहिँ हो मलाई अलिअलि चाहिँ याद छ यो बाटो हिँडेको यो चाहिँ के घर के होटल सोटल के बनाएको यो तर यो प्रायः जस्तो धेरै नयाँ घर भनेको रहेछ है सबै 2-3 तले खालको क्या जाऊ हामी चाहिँ मुनि आएको दिउँसो चाहिँ यतातिर त्यसकाले कस्तो कस्तो हुन्छ के देखाउँछ यो भ्यू फेरि यहाँदेखि हेर्न सकिन्छ होइन म त 10 वर्ष भएको थियो यार नआएको मतलब त्यहाँ धनकुटामा ठुलो मेरो घर थाहा त त्यहाँदेखि अब यता खासै आइदिँदै काम पनि पर्दैथ्यो 1-2 दिनको लागि आइदिँदै गइन्थ्यो योपालि पनि त्यही 1-2 दिनको लागि आएको त्यही पनि जाउँ न भन्तिर लेट्स गो अहिले फेरि देखाउँछु म के छ साथीभाइहरू हामी चाहिँ अहिले यहाँ खेतमा आइपुगिसकेको छौँ होइन हिजो म आएको थिएँ देखाएको थिएँ भिडियो खिच्न आज चाहिँ यहाँ घन्सी यसरी यहाँ ठेसर आउँदै ठेसर अरे ट्र्याक्टरले खन्दै होइन्छ दादा होइन यहाँ किनकि त्यो उ त्यसमा पुरै उ त अड्किरहेको छ त्यही भएर मजा जोतेकै छैन त्यसलाई निकाल्नुपर्छ सो त्यो आजको माहौल चाहिँ अलिक राम्रै छ यु क्यान सी एकदम शीतल ए ओ फेरि Oh my god. You can see यस्तो छ म अहिले बोल्नुलाई एकछिन अब बन्द भएछ सो साथीभाइहरू एज यु क्यान सी है अहिले चाहिँ हामी यहाँ डाँडामा बसिरहेको छौँ आनन्दले त्यहाँ दादा गरेको हेर्छु र यो चाहिँ कस्तो बवाल छ क्या यहाँको हेरौँ न है कस्तो अब तराईतिर त मान्छेले देखाइरहेको म मूल घर पनि देखाइरहेको छु है कस्तो छ हाम्रोतिर खेतहरू यहाँनिर हेरौँ न यहाँनिर यस्तो कान्लामा खेतहरू त्यसरी यो भिर हो यो यहाँदेखि भिर छ है यता यस्तो छ जङ्गल दामी छ तर जोस् रमणीय छ यो ठाउँ रमाइलो छ एकदम लभिड खालको छ क्या ठाउँ जोस् त्यो के भन्छ त्यसलाई हेर्दाखेरि पिस हुने खालको यहाँ छ त मेन खाल्टो होइन यो त खोलाहरू हुन् क्या यहाँदेखि छिरो भने हड्डी पनि भेटिँदैन ओ बाँदर पो रहेछ त्यहाँ त उ सेतो टाउकोवाला बाँदर कहाँ गयो यहाँनिर ठ्याक्कै यहाँनिर ए
यो भयो टक्क यहाँनिर सेतो टाउको देखेर म जुम हान्छु ल। देखिएन छोडिदिउँ सुतै हो लेट्स सी अब यहाँ एकछिन हामी ओए उहाँ रहेछ ऊ त्यो भिर माथि कुदिरहेको छ म हेर्छु न ल गाइज ट्र्याक्टर अन गरिरहेछ अब दादाको पालो साथीहरू थिचिछ मुनि त्यही कहाँ मुनि चाहिँ हो साथीहरू देखिहाल्नुभयो होला होइन मैले के गरेँ म अब त्यो आवाज ट्र्याक्टरले सुनेन भने साह्रो बोलेको मेरो नि अब यहाँ अलिक पारिवारिक भिडियो हो र म बोल्न सक्दिनँ लेजिट मेरो त के भन्छ हाड दिया यसले आम्मा मामा हट म त मुटु निस्केर झन्डै मरे यस्तो त घाँस यहाँ हेर्नु सक्नुहुन्छ बाप रे बाप हाड दिया लेजिटमा अफ झन्डै मरे म कस्तो गाह्रो आम्मा त्यही त घाँसमा र त्यसमा अड्केर नि म बोल्ने अवस्थामा थिइनँ अहिले म बोल्दिनँ अहिले रातेको त्यति भन्छु उफ साथीभाइहरू आइ एम ब्याक है हिजो देख्नु होला एकैचोटि म घर आइपुगिसकेको छु फाइनली आउँदाखेरि तमस्तिरै गएको जस्तै छु तर गाडी त इभी त तर अलिक त्यो च्याप्टेर मान्छे मोबाइल झिकेर केही भिडियो सिडियो पनि गर्न पाइनँ केही पनि पारिनँ डाइरेक्ट अहिले चाहिँ घर आइपुगेको बिहान कति 6:15मा हिँडेको होला अहिले ठ्याक्कै कति 8:15मा आइपुग्यो भन्नु न त ठ्याक्कै 9 बजे 15 मिनट त अबसम्म सफारीमा चढेर आउँदा ओर्दा 5-10 मिनट अनि यहाँ घरमा आएर एकछिन मुनि बसेको थिएँ ठ्याक्कै माथि आइसकेको छु त्यही हो साथीहरू भिडियो कस्तो हुन्छ के हुन्छ कति लामो हुन्छ थाहा पनि डिट गर्दा होइन सुत्यो देखिहाल्नु होला
के गऱ्यौँ गयौँ रमाइलो भयो यताउति गयौँ अलिकति टाइम नमिलेर अलिक घुम्न चाहिँ पाइनौँ होइन नत्र जस्तो घुम्थ्यौँ पनि हामी सो त्यही साथीहरू अरू त के भन्नु र अन्तिममा त्यस्तै छ अरू त मेरो बर्थडे आउँदैछ असार 14 गते आज कति गते 5 गते आज 5 गते अब भिडियो 6-7 गते आउँछ सो त्यही हो थ्याङ्क्स फर वाचिङ किप लभिङ किप सपोर्टिङ स्मियर गम्पे र अब एकैचोटि मेरो बर्थडे भ्लग आउँछ के आउँछ सो त्यही हो थ्याङ्क्स फर वाचिङ किप लभिङ किप स्मियर गम्पे र फेरि भेट्ने छ हामी कुनै अर्को नयाँ भिडियोमा त्यति चाहिँ माथि लभ यु अल टेक केयर बाई सी यू